मौरी सकिएको 4 वर्षमा मानव अस्तित्व नै समाप्त हुने खतरा छ भनेछ। मौरीले चाहिँ 70% बोट बिरुवाहरूमा यदि छुइदिएन भने हैन न फल लाग्छ रे न फूल लाग्छ। यति महत्त्वपूर्ण कुरा हामीलाई थाहा थिएन नि। यो बी प्रोडक्ट जब युटर्न इन्टरनेसनलले जब उत्पादन गर्यो, मार्केटमा लिएर आयो, तब भन्दा धेरै मान्छेहरूले यसको सेवनले चाहिँ उनीहरू स्वास्थ्य लाभ भयो। हाम्रो युट्युबमा, गुगलमा र हाम्रो वेबसाइटहरूमा र हाम्रा फेसबुक र ट्विटरहरूमा हाम्रा धेरै साथीहरूले यो प्रयोग गरेर कसरी बेनिफिट भएको, कसरी समस्याबाट मुक्त भएको सारा कुराहरू डिटेल त्यहाँ तपाईहरुले आफ्नै आँखाले हेर्न सक्नुहुन्छ। भने अब म हजुरहरूलाई धेरै कुरा त भन्दिन, सामान्य कुरा गर्छु। म पनि एउटा उपभोक्ता भएको हुनाले मलाई पनि कुनै बेला समस्या, पेटको समस्या, ग्यास्ट्रिकको समस्या भइरहँदाखेरि कुनै एकजना मेरा आदरणीय मित्र, जुन व्यक्तिको नाम चाहिँ धनप्रसाद कडेल हैन, उहाँले यो बेरी जुसको बारेमा जानकारी मलाई दिनुभएको थियो। साह्रै राम्रो छ। यसले चाहिँ तपाईको जस्तो ग्यास्ट्रिक र कब्जियतलाई चाहिँ सर्लक्कै ठिक गर्छ भनेर भन्नुभएको थियो। अनि मैले चाहिँ उहाँका केही वैज्ञानिक आधारहरू, अब जस्तो कि यसमा के मिसिएको छ, केले बनेको छ भन्ने कुराहरू मैले बुझ्दाखेरि हर्रु, बर्रु, अमला र पर्पोलिस, यो 4वटा मिश्रण आज भन्दा 100 वर्ष अगाडि सायद औषधालय थिएन होला, सायद डाक्टरहरू पनि थिएन होला, तर त्यति बेला हर्रु, बर्रु, अमला चाहिँ पक्कै थियो। किनकि वेदमा पनि यसको, शास्त्रमा पनि यसको उच्चारण गरेको छ, हर्रु, बर्रु, अमला भन्ने कुरा। एकपल्ट ध्यानले हजुरहरूले हेर्नुभयो भने त्यसमा बुझ्नुहुन्छ। त्यसैले त्यो चिज हो नेपालको जडीबुटीलाई अब हामीले यदि विश्व बजारमा ब्रान्डिङ गरेर व्यापार गरेनौँ भने चाइनाले बेचेको बेचै छ, जापानले बेचेको बेचै छ, मलेसियाले बेचेको बेचै छ, अमेरिकाले बेचेको छ हैन। हामी चाहिँ बेच्ने मामलामा एकदमै कमजोर रहेछौँ। हामी हाम्रा बच्चाहरूलाई काम गर्न मात्रै पठाउँछौँ, व्यापार गर्न कहिले पनि पठाएनौँ। भने यो युटर्न इन्टरनेसनलले यस्तो उत्पादनहरू ल्याइदिएको छ, यस्तो राम्रो उत्पादनहरू ल्याइदिएको छ। पहिले हजुरहरू खानुस्, हजुरलाई त्यो खाइसकेपछि 100% काम गर्यो भने यसभित्र चाहिँ भएको जुन नाफा छ, नेपाल सरकारको एउटा दायरामा बसेर नेपाल सरकारले तोकेको 42% नाफा चाहिँ ब्याक टु कस्टमर हजुरहरूलाई नै फिर्ता हुने गरी, तर बाइ सिस्टम फेरि हैन, सिस्टमेटिक तरिकाले लेभल बाई चाहिँ 42% रिटर्न पनि आउने गरी एउटा मार्केटिङ प्लान बनाएको छ, जसलाई डाइरेक्ट सेलिङ भनिन्छ। नेपालमा सबैभन्दा महत्त्व र खुसीको कुरा के हो भने विगत 5 वर्षदेखि वैधानिक रूपमा संसदको सबै संसदहरूले कुनै एउटाले पनि विरोध नगरिकन सर्वसम्मतबाट यदि कुनै विधेयक पारित भएको थियो भने त्यो विधेयक भनेको चाहिँ डाइरेक्ट सेलिङ कम्पनी थियो। र यस्तै वस्तुहरू बेचेर तपाईहरुले पनि 42% नाफा लिन सक्ने र नेपालमा नेपालीहरू पनि निरोगी हुने र नेपाल जडीबुटीको धनी देश भनेर हामी बारम्बार सुनिरहेका छौँ। तर के नेपालीहरूको आयु 100 वर्ष छ त? यदि नेपाल जडीबुटीको धनी देश हो भने नेपालीहरूको आयु 100 वर्ष कट्नु पर्ने होइन र? त्यसैले हामीले जडीबुटी बुझेका चाहिँ छौँ, तर हामीले जडीबुटीलाई प्रयोग गर्ने मामलामा चाहिँ हामी साह्रै कमजोर रहेछौँ। किनभने अब यहाँहरूलाई म सोध्न चाहन्छु, अमलाको जुस राम्रो कि कोको कोला राम्रो? यहाँहरूले हात्तीमा छात राखेर भन्न सक्नुहुन्छ कि तपाईँलाई अमलाको जुस खाँदाखेरि राम्रो हुन्छ कि कोको कोला खाँदा राम्रो? अमलाको जुस राम्रो। हेर्नुहोस्, एउटा जोरदार तालीले स्वागत गर्नु। तर पनि आज के हामीले बनाएको अमलाको जुस कति मात्रामा हामीले प्रयोग गरिरहेका छौँ? मलाई लाग्छ यो हामी अहिले चाहिँ पटेरवा सुगौली गाउँपालिकाको वडा नम्बर 2 को अगाडि छौँ हैन। मलाई लाग्दैन कि यो पटेरवा सुगौलीमा कुनै एकजना मान्छेले पनि अमलाको जुस जुरुक्क उठेर खान्छ जस्तो। तर बिहान उठ्ने बित्तिकै कोको कोला, पेप्सी कोला अन्य चाहिँ प्रयोग गर्छन्, जसले हाम्रो शरीरलाई कति खराबी गरिरहेको छ भन्ने कुराहरू हामीले बुझिरहेका छैनौँ। त्यसैले हाम्रो कम्पनीको उद्देश्य भने
अब आउने समयमा हामीले अमलाको जुस नेपालमा त खानै पर्यो, तर विश्व बजारमा यदि हामीले अमलाको जुस बेच्न सक्यौँ भने आज विश्वभरि कोको कोला खाएको जस्तो हाम्रो अमलाको जुस खायो भने हाम्रा छोरा नातिले पनि रोयल्टी पाउँछन् भन्ने यो कम्पनीको सोच हो। अर्को कुरा, हामी कस्तो व्यक्तित्व भने भटमास उब्जाउँछौँ अनि भटमास बेच्छौँ उद्योगलाई, अनि हामी चाहिँ सोयाबिन किनेर खान्छौँ। अब मलाई यो भन्नुहोस् हजुरहरू एकदम नढाँटिकन, तेल खान्छ हामी पिना खान्छ। यस, एउटा जोरदार ताली बजाउनुहोस्। भटमास खानु राम्रो थियो कि सोयाबिन खानु राम्रो थियो? भटमास चाहिँ ठिक छैन हो, हामीले भटमास चाहिँ अरूलाई दिइरहेछौँ, सोयाबिन खाँदैछौँ। लगातार सोयाबिन खानुभयो भने हजुरलाई थाइराइडको समस्या, विभिन्न प्रब्लमहरू शरीरमा आउने रहेछ भन्ने कुरा पनि धेरै प्रुफ भइसकेको छ। त्यो मात्रै होइन, हामीसित धेरै कुराहरू छ। अब यहाँनिर अहिले मैले हजुरलाई थोरै भनिरहँदाखेरि हामीसित एउटा साबुन छ। साबुन छ, यो केबाट बनेको? विशेष गरी चिउरीको घिउ, अत्यन्तै महत्त्वपूर्ण घिउ हो यो। चिउरीको घिउ भने नेपालमा सबैभन्दा पहिले वनस्पतिको सबभन्दा राम्रो घिउ भनेको चिउरीको घिउ होइन? चिउरीको घिउ हामी खान पनि खान्थ्यौँ, भुटुनमा पनि प्रयोग गर्थ्यौँ, चिलाउँदा लुतो यताउति हुँदाखेरि लाउँथ्यौँ पनि होइन? त्योबाट बनेको यो साबुन होइन? अब अहिले आएर तपाईँको एउटा कुनै पनि एलर्जीको साबुन बजारमा किन्न जानु भने 200 रुपियाँभन्दा बढी नै पर्छ, तर त्यसले 100% एलर्जी ठिक गर्दो रहेछ। एउटा यो साबुन तपाईँले चाहिँ जम्मा 165 रुपियाँ। किन यति सस्तो भनेर सोध्नुभयो भने चिउरीको घिउ नेपालमै पाउने, तितेपाती नेपालमै पाउने, टिमुर नेपालमै पाउने, प्रोपोलिस नेपालमै भयो होइन भने अब यो हामीलाई चाहिँ सस्तो पर्यो। 165 मा हजुरले जस्तो सुकै एलर्जी छ भने पनि यो रामबाणको रूपमा काम गरेको छ। एकपल्ट त मैले बोल्नुपर्छ, त्यसपछि पटेरबा सुगौलीवासीले बोल्छ होइन, राम्रो छ कि छैन। अब यसको 42% नाफा फेरि कम्पनीले ब्याक टु कस्टमरलाई दिने पनि योजना छ। फेरि यो कम्पनी आएर बेच्दैन, यसको काम बनाइदिने हो। तपाईँलाई डिस्ट्रिब्युटर बनाइदिन्छ एउटा साबुन किन्ने बित्तिकै। अब तपाईँलाई राम्रो लागे यो गाउँभरि फैलाइदिनु, नाफा खानु। तपाईँलाई राम्रो लाग्यो भने काम रहेनछ भनिदिनु फाल्दिनु होइन र? त्यसैले यो यस्तो चिज छ। अब हामी कहिलेकाहीँ के कन्फ्युजन हुन्छौँ भने तपाईँले साबुन एउटा किनेर यदि काम गरेन भने घाटा कसलाई भयो होला? घाटा हामीलाई हो। अब कम्पनीले चाहिँ यत्रो 50 करोड रुपियाँ लगाएर फ्याक्ट्री खोलेको छ, तपाईँले त 165 को साबुन किन्नुभयो। तपाईँ कति मजाले भन्नुभयो त घाटा मलाई भयो होइन? अनि कम्पनीले चाहिँ 150 करोडको फ्याक्ट्री खोले, उसलाई घाटा भएको छैन? तपाईँलाई कहिले पनि घाटा हुँदैन यदि यो हो। अब हजुरलाई त साबुन ल्याउनु भएको थियो, भोलि चेन्ज गरिहाल्नुहुन्छ, तर कम्पनीको त ट्रकका ट्रक माल डुब्ने भयो। तपाईँको त 165 रुपियाँ साबुन तै पनि नुहाएर मोबाइल सोइल फालिहाल्नुभयो होइन? अहिले ल नयाँका साबुनले चाहिँ के नै गरेछ र त्यही मोबाइल फालेको हो, मोबाइल त यसले नि फालिहाल्थ्यो। तर भोलिको दिनमा तपाईँले अर्कोपल्ट किन्नु भएन भने यो कम्पनीको साबुन फेरि आउँछ त? आउँदैन। त्यसैले कम्पनीलाई यो कुरा के कन्फर्म छ भने मेरो साबुन एकपल्ट मात्रै तपाईँले प्रयोग गर्नुभयो भने तपाईँ जिन्दगीभर प्रयोग गर्नुहुन्छ र सबैजनालाई भन्नुहुन्छ भन्ने कुरामा चाहिँ युटर्न कम्पनी निर्धक्क छ। नेपाली कम्पनी, नेपाली फाउन्डर, नेपाली उद्योगपति र हामी सबै नेपालीले एउटा मात्रै सङ्कल्प गऱ्यौँ भने यो मेड इन नेपाल खोजी प्रयोग गऱ्यौँ भने यो पटेरबा सुगौलीमा कतिजना व्यक्ति हुनुहुन्छ? लगभग कति घर होला? हामी कति घर धुरी होला? एउटा अनुमान 500, 1000, 1000 राखौँ होइन? गनेको त छैन नि त। 1000 घरमा 1000 मात्रै मेड इन नेपाल, एउटाले साबुन, एउटाले पेस्ट, एउटाले जुस, अमलाको जुस। यो खाने चिज होइन र? यो प्रयोग गर्ने चिज होइन र? हो नि। त्यति मात्रै प्रयोग गरिदिनु भयो भने यो हाम्रो चाहिँ राष्ट्र के हुन्छ भने भोलिको दिनमा यो उद्योग चाहिँ ठुलो हुन्छ, समृद्ध हुन्छ र 1000 को किन्दा पनि तपाईँको चाहिँ करोडौँको टर्नओभर हुन्छ र यो कम्पनीको 1 करोडको टर्नओभर हुँदाखेरि फेरि सुगौलीवासीलाई 42% त फिर्ता आउने रहेछ नि।
सिस्टम त त्यही हो नि त। भने 42 लाख त यही घरमा आएछ नि त फेरि। अब 42 लाख रुपियाँ यो घरमा आयो, राज्यलाई 13% भ्याट, अनि हामीले 42 लाख कमाइरहँदाखेरि 42 लाखको 15% ट्याक्स, लगभग 28% हामी ट्याक्स तिर्छौँ। कुन एउटा व्यापार छ जसले एउटा व्यक्तिले काम गर्दाखेरि 28% ट्याक्स तिर्छ? त्यसैले यो देशमा यो राज्यले पनि यो व्यापारलाई यति धेरै अहिले महत्त्व दिएको छ हैन, जसले कि अब हामी युवाहरूले चाहिँ काम मात्रै गर्ने हैन, बेच्न पनि सिक्नु पर्यो। आज मान्छेले रक्सी बेच्न डराएको छ त छैन हैन, विषादी बेच्न डराएको छ त छैन। अनि हजुरले चाहिँ यति राम्रो साबुन, यति राम्रो जुस, अमलाको जुस, हर्रो बर्रो सिस्नो पाउडर बेच्न डराउनु पर्ने छ त? तर हामीलाई बेच्ने स्किल सिकाएको हैन। हामी दिनभरि चौतारामा बसेर काम पुरा गर्न जान्दछौँ, तर यसो 10 वटा साबुन लिएर हिँड्नुभयो भने त व्यापार पनि हुन्थ्यो, नलेज पनि हुन्थ्यो, उद्योग पनि बढ्थ्यो हैन। अब यो व्यापार गर्न फेरि तपाईँलाई पढे लेखेको चाहिँदैन, अङ्गुठा छापले पनि गर्न पाउने भयो, उमेरको हद पनि छैन। कमसेकम 18 वर्ष क्रस भएको एउटा नेपाली नागरिकदेखि लिएर 80 वर्षको वृद्ध, 90 वर्षको वृद्धले पनि यो व्यापारको बारेमा खाएर आफ्नो अनुभव बताउन सक्ने भयो। राम्रो छ भने राम्रो भन्ने हो, खराब छ भने खराब छ भन्ने। त्यसैले अब यो युटर्नमा चाहिँ हजुरहरूले अब यहाँनिर एउटा सेटअप अफिस राख्ने, यो अमलाको जुस, बेरीको जुस, तितेपातीको साबुन लगायत सम्पूर्ण प्रोडक्टलाई चाहिँ एउटा यहाँनिर पटेल सुगौलीमा एउटा अफिस खोल्ने, हरेक हप्ता मिटिङ गर्ने, अनि मिटिङ गरिसकेपछि तपाईँ हामीले चाहिँ हरेक प्रोडक्टको बारेमा जानकारी दिने, अनि हजुरहरूलाई चाहिँ हरेक हप्ता कसरी आम्दानी पनि गर्ने, कसरी स्वास्थ्य हुने, कसरी एकअर्कालाई चाहिँ मद्दत गर्ने भन्ने कुराको बारेमा जानकारी दिन्छौँ। र यति भन्दै म चाहिँ मेरो कुरालाई यहाँ टुङ्ग्याउन चाहन्छु। आज हाम्रो लगभग 8 वटा जति मिटिङ छ। यस्तै तपाईँहरू यति नै उपस्थिति हुनुभयो, तपाईँहरूले जानकारी दिनुभयो। अब उपस्थिति मध्येबाट कुनै पनि व्यक्तिले एउटा प्रोडक्ट लिएर यसको डाइरेक्ट कस्टमर बन्न सक्नुहुन्छ या डिस्ट्रिब्युटर बन्न सक्नुहुन्छ। भोलिको दिनमा त्यो तपाईँले प्रयोग गरिरहँदा तपाईँलाई राम्रो लाग्यो भने यो उद्योगको अनरको रूपमा पनि काम गर्न सक्नुहुन्छ। किनभने यो कम्पनीले तपाईँलाई 42% नाफा एउटा सिस्टमेटिक तरिकाले डिभाइडेसन गर्छ, बाँड्छ। अब तपाईँहरूको कुराहरू केही छ, क्वेसन छ भने भन्नु। हजुरहरूले यति बेरसम्म घर यतापूर्वक पियु एजुकेसन युट्युब च्यानल हेरिदिनु भएकोमा पियु एजुकेसन युट्युब च्यानल मन परेको खण्डमा लाइक, सेयर र सब्सक्राइब गरिदिनु हार्दिक अनुरोध गर्दै यहाँबाट म बिदा हुने अनुमति चाहन्छु। हस्त, नमस्कार, धन्यवाद।